हिजो चर्चा गरे अनुसार हाम्रो 21 दिनको च्यालेन्ज हरेक दिन एउटा ह्याबिट हामीले च्यालेन्ज लिन्छौँ र गर्छौँ र बढी हुँदैन। त्यो ह्याबिटहरू हाम्रो 2 मिनटको हुन्छ र लाइफ चेन्जिङ हुन्छ। त्यसमा नम्बर 1 ह्याबिट भनेको ग्र्याटिट्युड हो, कृतज्ञता, थ्याङ्कफुलनेस। हामीसँग जे छ त्यसको लागि धन्यवाद ज्ञापन गर्नु, प्रकृतिलाई धन्यवाद गर्नु, भगवानलाई धन्यवाद भन्नुहोस्, त्यो भन्नु कृतज्ञता। जिग जिग्लर भन्ने एउटा फेमस अथर र स्पिकरले के भनेको छ भन्दाखेरि ग्र्याटिट्युड इज द हेल्दिएस्ट इमोसन अफ अल इन ह्युमन बिङ्स। ग्र्याटिट्युड एउटा सबभन्दा स्वस्थ इमोसन हो कि हाम्रो, र यसले हामीलाई जुन नकारात्मक कुराहरू हुन्छ, जुन हाम्रो दुःख पीडा हुन्छ, त्यहाँबाट हामीलाई सिफ्ट गरेर हाम्रो पोजिटिभिटी र वेलबिङतिर पनि लान्छ। कतिपय रिसर्चहरूले के भनेको छ भन्दाखेरि तपाईँको ग्र्याटिट्युड प्र्याक्टिस गर्नुभयो, तपाईँ धन्यवाद ज्ञापन प्र्याक्टिस गर्नुभयो भने तपाईँको हेल्थ चाहिँ कैयौँ गुणाले इम्प्रुभ हुन्छ, तपाईँको स्ट्रेस लेभल कम हुन्छ, एनेक्जाइटी चिन्ता कम हुन्छ र तपाईँको कन्सन्ट्रेसन फोकस पनि बढ्छ। कतिपय रिसर्चहरूले के पनि देखाएको छ भन्दाखेरि स्टुडेन्टहरूको ग्रेडमा पनि इम्प्रुभमेन्ट देखाएको छ। उनीहरूको ह्याप्पिनेस लेभलमा पनि ग्र्याटिट्युड प्र्याक्टिस गर्ने स्टुडेन्टहरूको इम्प्रुभमेन्ट देखिएको छ। यति धेरै फाइदाहरू रहेछ यो ग्र्याटिट्युडको। हामीले बढी समय दिनु पर्दैन यसको लागि। 2 देखि 5 मिनट समयले तपाईँले ग्र्याटिट्युड गर्नुहुन्छ। अब कसरी गर्ने भन्ने कुरा आउँछ। सट्ट तपाईँले एउटा जार बनाउन सक्नुहुन्छ। त्यो जारमा चाहिँ आफू के चिजको लागि थ्याङ्कफुल छ, जस्तै तपाईँ आफ्नो श्वासको लागि हुनसक्छ, तपाईँ जिन्दा हुनुहुन्छ आज, त्यसको लागि ग्र्याटिट्युड गर्नुहोस्, थ्याङ्क यू गड आई एम अलाइभ भन्नुहोस्। तपाईँ को व्यक्तिहरूको लागि धन्यवाद ज्ञापन गर्न चाहनुहुन्छ। तपाईँसँग फ्यामिली हुनुहुन्छ होला, तपाईँसँग मेन्टर्सहरू हुनुहुन्छ होला, तपाईँको टिचर्सहरू हुनुहुन्छ होला, तपाईँको नेबर्सहरू हुनुहुन्छ होला, तपाईँको सोसाइटी फ्रेन्ड्स, धेरै कुराहरू छन्। यी पिपलहरूको लागि थ्याङ्कफुल भन्नुहोस्। तपाईँले आज सानो सानो एचिभमेन्टहरू के गर्नुभयो, टाइनी विन्स भन्छ, स्मल विन्स अफ योर लाइफ भन्छ क्या। सानो सानो एचिभमेन्टहरू के गर्नुभयो, जस्तै तपाईँले कुनै एउटा प्रोजेक्ट काम गर्नुपर्ने थियो, त्यहाँ तपाईँले काम गर्नुभयो, त्यसको लागि थ्याङ्क यू भन्नुहोस्। मैले टाइममै सकाएँ यो प्रोजेक्ट, मैले कुनै होमवर्क टाइममै गरेँ, मैले कसैलाई कल गर्नुपर्ने थियो जुन मैले धेरै दिनदेखि टालिरहेको थियो मैले गरेँ, मैले जुन एउटा लेटर लेख्नुपर्ने थियो त्यो आज लेखेँ। त्यस्तो सानो सानो कुराहरूको लागि मैले एउटा वाकमा गएँ, आज बिहानै उठेँ। ती सानो सानो कुराहरूको लागि पनि तपाईँले थ्याङ्कफुल हुन सक्नुहुन्छ। र यो लेख्ने काम चाहिँ तपाईँले आजैबाट सुरु गर्नुहोस्। एउटा सानो ह्याबिट